हेलो। हामीले चाहिँ आज तिलको लड्डु बनाउँदैछौँ बुढाबुढी मिलेर। तिम्रो त बल्ल बल्ल यस्तो हुँदैछ। भएन भएन तिम्रो हामीले त नजानेर हो कि के हो। हातमा दल्न पर्छ। घर त मम्मीले बनाउनुहुन्थ्यो। कुकुरलाई खाना मन छ आउनुहोस् है। अनि ह्याप्पी मकर सङ्क्रान्ति। खास किन रहेछ सानो तिलको लड्डु खान पनि? अब यो गर्मी पुसमा पुसको चिसोलाई फाल्नको लागि अब गर्मी सुरु हुँदैछ माघदेखि आजसम्म थुप्रिएको रहेको यो चिसोलाई फाल्नको लागि यो तातो चिजहरू तिलको लड्डु, सक्खरखण्ड, रस, कुदो ए त्यसले तातो हुन्छ त्यही भएर शरीर तताउनलाई अब खिचडी खान्छ। त नि खिचडी दाल, कालो दाल र चामलको। त्यो नखाइ त भने मासु खान हुन्न अरे नि त, जुठोहरू ढिलो पनि खान हुन्न अरे त्यो खाइ। रोकिन आउँछ पूजाको लागि ल्याउनु। अब पूजाको नि बनाउने हो। यस्तो हुँदैछ। पहिला पहिला त खान्थे र तिलको लड्डु, अहिले आएको होइन र यो अचेल के हो? पहिलाको मान्छेले केही खान्नथे, पहिलाको मान्छेले केही थाहा थिएन, अहिलेकोलाई मात्रै हो। त्यस्तो किन खान्थेन, खोजेर खान्थे, कन्दमूल खान्थे, नाइ के यस्तो यस्तो तिल पनि त हुन्थ्यो नि पहिला, हुन्थेन र? हुन्थ्यो, किन नहुने? अनि खान्थे, नखाएको भए कसरी आयो त्यो तिलको लड्डु खाने भन्ने चल्नु? हातमा नि छ। गणेशलाई एकदम मनपर्ने लड्डु, तिलको लड्डु। तिलको लड्डु हो? ए गणेश भगवानलाई हो तिलको लड्डु चढाउने। हेर्नु न कति राम्रा भगवान् के है। हेर्नु कति राम्रो भएछ। हजुरले बनाएकोमा मैले फिनिसिङ दिँदैछु के। ए त्यो भुजाको लागि ल्याउँछु है। कति सानो हो त नि एउटा त। भुजा राख्नु, अनि अलि धेरै भयो कि मैले अलि थोरै खानु त बनाऊँ अलि पुग्छ यति कहिले नाइ के ओके खुदो यति पुग्छ अलि थोरै छ भनेको के। भयो कि त्यो धेरै गोलो बनाउनु पर्दैन। नाइ यसको देख्दाखेरि पनि कस्तो बुढाहरूले चल्छ जस्तो चाहिँ। अलिक पर्फेक्ट खाना पनि राम्रो हुन्छ नि। होइन खाना त खाने हो, त्यही पनि राम्रो भयो भने फेरि त प्यासै यस्तो होला नि भयो। तेल आएछ कि एकछिन काट्दैछ त्यहाँ। चाकु कसरी हो बनाउने? यसरी नै, अनि लास्टमा चाहिँ माथिबाट राखिदिने हो नरिवेल। तपाईँले बैतडीमा बनाउनु भएको होइन? के बनाउँछन् त नि बैतडीतिर? बैतडीमा झुनमुने, माडा। के हो र माडा भनेको? के हो र माडा भनेको उता बैतडीतिरको साथीहरूलाई थाहा, सुदूरपश्चिमको कर्णाली प्रदेशको साथीहरूलाई थाहा छ माडा भनेको के हो भनेर। यता हाम्रोतिर चाहिँ त्यसलाई पानी रोटी भन्छ। कसरी बनाउनु त नि? घिउ राख्ने, घिउमाथि चामलको चिसो थालमा राख्नु भएछ नि हजुरले। चामलको पिठो भिजाएर मजाले घिउमाथि चामलको पिठो राख्ने, अनि त्यसलाई पत्र पत्र बनाएर भोलि पर्सि नै खानुहुन्छ त।
माडा बनाइन्छ यो मा हालेर राख्ने के एमा त के नराम्रो छैन बाबुलाई पनि दिन मिल्छ होइन र सुदूरपश्चिमको साथीहरू चाहिँ हिजो बेलुका नरहरी मनाउँदै हुनुहुन्छ होला झुम्मिएर माडा काटेको होला क्या हो बुझा राख्नु यहाँ थोरै राखिदिनु त बुझा साइडबाट के यहाँ खानुहुन्छ के त्यही भयो अब चाटुको लागि भिडियो एकैछिन पज गर न गर्नु न त्यहाँबाट बुझाएको डल्लो बुझाएको यस्तो भने है त गाइज त्यति राम्रो बनेन ए मेरो त यस्तो दामी बन्यो पुगेन जस्तो छ पुगेन कि बुझालाई त अलि धेरै चाहिन्छ बन्यो छोरो कति बेला उठ्छ खोकी पर्न जान्छ भएर यस्तो खुवाउँदा केही हुनु छोरोलाई ल्याउनु मन खाएर जान्छु खानु त